हुडी मुडी गाइस के छ त साथीभाइहरू एकदम ठिकै ठिकै हो ठिकै अनि कहाँबाट आइपुग्नु भयो त अन्त माइलस्टोन होटलमा खै यता घुम्दै घुम्दै आउँदा त ठिक्कै यहाँ पो आइपुग्यौँ भन्दा पनि होइन त्यस्तो होइन हामीलाई चाहिँ इन्भाइट थियो है हजुर। आज धागो movie है, चलचित्र चाहिँ आज प्रमोसन गर्नुको लागि चाहिँ हामी इन्टायर टिमै राइजिङ बसिन्दा टिमै हामी यहाँ आइपुगेछौँ आइपुगेको छौँ अनि हल्का हुनु पर्यो नि त अब प्रोग्राम पनि हुन्छ है एकछिनपछि खानापिना त भयो एकदम दबाएर नाइटो ठाडो पर्यो नाइटो टाढो पर्यो हजुर एकदम पेटी खोलेर कि नखोली सानो छ पेटी त खोल्नु पर्छ ए अब बुढी ठुलो हुनेले चाहिँ पेटी खोल्नु पर्छ हामीले चाहिँ पेटी खोल्नु पर्दैन त्यो केटीको स्वरमा भन्थ्यो केटीको भाइको दामी हाँ? केटीको जोडमा भन्दै ल हुडी मुडी गाइस भन्दै एकपल्ट बुढी मरे गाई के छ त साथीहरू के छ त साथीहरू सन्चै साँच्चै अन्त यता खोइ हाम्रो अर्को भाइ। मलाई चाहिँ यो भाइ चित्रे भाइको एकदमै मन परेको होइन उहाँ चाहिँ उहाँको आवाजै छुट्थ्यो क्या चित्रे भाइको हानाजु त चित्रे भाइको हेर्नुहुन्छ नि कस्तो छ आवाज एकदम दामी लाग्यो अलग्गै झन् उसको चाहिँ होइन त्यो सबै भक्ते भाइहरू भन्दा पनि हामी सबै प्राउड फिल गरिरहेको छौँ आफ्नो कलालाई देखेर ल थ्याङ्क यू हुडी मुडी गाइस के छ त साथीभाइहरू मुडी मुडी गाइस के छ त साथीहरू सन्चै सन्चै हामीसँग को हुनुहुन्छ आज इन्टरनेसनल क्रस इन्टरनेसनल डन डन भन्दा पनि भयो डनै हो यहाँ हाम्रो सर हुनुहुन्छ ह्यान्डसम चक्लेटी बोय होइन हुन्छ भाइको मैले एउटा कुरो सुनेको थिएँ तपाईँले बिहा गर्नु पऱ्यो यो कुरा अफवा हो कि साँच्ची हो हँ? यो भिडियो फेरि नेटमा गयो भने त फेरि बर्बाद छ नि फेरि के छैन कतिजना बिहोस होला कतिजनाले सुसाइड गर्ला कतिजना फेरि कोमामा जाला मन पराउने हजार हुन्छ नि जुनी काट्ने यस करेक्ट ल धन्यवाद धेरै धेरै यहाँ दाइ उडी मुडी गाई उडी मुडी गाई के छ त साथीभाइहरू हाम्रो भाइसँग त अघि नै भेट भइसक्यो भाइ चाहिँ एकदम त्यसो भएर उडी मुडी गाई यहाँ हाम्रो भाइ हुनुहुन्छ तपाईँको सुभन शेर्पा यहाँनिर गाउँकै दादा हो एकदम ह्यान्डसम त्यहाँदेखि कोही केटीहरूले कन्ट्याक्ट छोड्दा हुन्छ डिएम गर्दा हुन्छ के जातको चाहियो केटी राइनी गुरुङ मगर्नी भनेपछि त्यो हुडीमुडी हुन्डीमुन्डी दादालाई सोध्नु पऱ्यो त्यो चाहिँ हुडीमुडी हो कि हुन्डीमुडी हो बस्नु ल मैले दुःख दिएँ डुवर्स बनाएको रहेछ नि अस्ति आएको थियो त भाइ भाइ नै हामीले सामसिङ आएको रहेछ हामी आएको थाहै थिएन गयो तर मोबाइल भिडियोहरू छोडेर Not in India. ओके लभ यु के भन्नु छ यहाँ दाइलाई हेर्नेहरूलाई के यहाँ दाइले हेर्नेहरूलाई है धेरै धेरै माया सबैजना लभ यु छ है सर आपको फिल्म कैसे लगा? भाइ हाम्रो समक्षमा हुनुहुन्छ चन्तरे भाइ यहाँनिर उपस्थित भइसकेको हुनुहुन्छ यहाँनिर उहाँले चाहिँ एकदमै गानाहरू गाएर एवार्डहरू पाइसक्यो फाल्के एवार्डहरू होइन अस्करहरू जितिसक्नु भएको छ र अब तपाईँहरूले यहाँ गाना सुनाउनु हुँदैछ चन्तरे भाइ कमान एउटा गाना सुनाइदियो त भाइ दामी नेपाली गाना कुन चाहिँ आकाशैमा हो त्यो गाना जाओस् भाइकोबाट लु लु जाओस् अलिक भोइस उयो भइरहेको भोइस तान्दैछ रियाज गर्दैछ भाइले होइन तान्दैछ सोच्दैछ हो नेटवर्क गडबड छ अहिले अलिकति भित्र फोक्सोबाट तान्छ उसले चाहिँ आवाज होइन त्यही भएर अलिकति टाइम लाग्छ ल लु अहिले चाहिँ नगरौँ होला गरिदिउँ न एउटा हानिदिउँ न त एक लाइन हानिदिउँ लु नगरौँ होला हौ किन हाँसिदेऊ त लु जन्तरे भाइ हाँसै नउठे त कहाँबाट हाँस उडै छैन अरे हाँस सुतिरहेछ अरे भाइको जन्तरे भाइको केही पनि छैन यसमा है हामी दर्शकबिनहरूलाई भन्नु तर दर्शकबिनहरूलाई निराश गराइदिनु भएको चाहिँ के भन्नुहुन्छ तपाईँ गाना सुन्नु चाहनुहुँदैछ कहाँ छ र अब दर्शक जनताले सुन्नु चाहन्छ तपाईँको गाना पुरै फेमस वर्ल्ड वाइड सुन्नु चाहन्छ यो फर्किन्छ गानाले हँ? तर अहिले होइन यसको टाइम जे कुराकोमा टाइम ए भाले बाँच्ने टाइम भएको छैन अरे उहाँको हिसाबले होइन भाले बाँच्ने टाइममा मात्रै उहाँ बाँच्नुहुन्छ अरे ल ओके सबैलाई सलाम गरिदेऊ सबैलाई गुड मर्निङ गुड मर्निङ गुड नाइट गुड नाइट गुड मर्निङ ल भाइ ल